हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा, नयाँ ब्लगमा। अनि आजको दिन चाहिँ आजको दिन चाहिँ हाम्रो एकजना दाइको एन्गेजमेन्ट छ। अनि त्यहाँनिर जाँदैछु अनि म हजुरहरूलाई देखाउनेछु त्यहाँनिर एन्गेजमेन्टहरू प्रोग्रामहरू कस्तो हुन्छ। अनि म रेडी हुँदैछु, अनि त्यहाँ जानुको लागि म रेडी भइरहेको छु। अनि हुन्छ, हामी अब रेडी हुनेछौँ अनि जानेछौँ है। ओके, सो गाइज, अब म र हाम्रो दाइ चाहिँ निस्किन आँटेको छौँ होइन। अब हामी बाटोमा देखाउनेछौँ। आज हाम्रो दाइको मगनी छ। अनि आज हामी म चाहिँ रेडी भइसकेँ, दाइ पनि रेडी भएर आइसक्नुभयो क्यामेरा स्यामेरा बोकेर। अब हामी जानेछौँ है। सो अब चाहिँ हामी निस्कनु पर्ने हुन्छ। अब हामी निस्किँदैछौँ दाइ र म बाइकमा एज अ क्यामराम्यानको रूपमा। यहाँदेखि अब हामी किर्तिपुरमा छौँ। अनि किर्तिपुरदेखि हामी कहाँ जान्छौँ भन्दाखेरि आज हाम्रो यात्रा किर्तिपुरदेखि हामी लेलेसम्म जाँदैछौँ। आज लेलेको यात्रा हो। लेले भन्ने ठाउँमा चाहिँ आज दाइको इन्गेजमेन्ट छ अनि हामी जाँदैछौँ। सो आज कस्तो हुन्छ हामी हजुरहरूलाई देखाउनेछौँ, हामी सेयर गर्नेछौँ। हामी चाहिँ अब बाटो लागिसकेको छौँ हाम्रो गाइज होइन। भएको कारणले गर्दाखेरि अब अहिले दाइ र म चाहिँ अब खाजा खानेछौँ। यहाँदेखि समोसाहरू थोरै खाजा पानी खाएर हामी चाहिँ खाजा खानु पऱ्यो होइन। अब चिया खाएर हामी यहाँदेखि निस्क्यौँ। हाम्रो खाजा पनि रेडी भइसक्यो। को खाजा आयो, भाइ त्यहाँनिर गल्लोमा कुरा गरिदिनुहुन्छ। अब हामी खाजा अटाइ खानेछौँ। अहिले चाहिँ दाइ र म यहाँ फुल लिन आएको छौँ होइन। फुल लिएर जानुपर्ने भयो, फुलको बुके लिएर जानुपर्ने भएको कारणले गर्दा दाइ र म बुके लिन जान। दाइ एकचोटि हेरिदिनु त, दाइको कपाल बिग्रेको कारणले दाइ नहेर्नु अरे जो बुके लिएर जानुपर्ने हुन्छ। अनि बुके रेडी हुँदैछ हाम्रो होइन। यहाँ चाहिँ हाम्रो बुके रेडी भइरहेछ। त्यो रेडवाला चाहिँ हाम्रो हो। सो हामी चाहिँ अहिले आइसकेका छौँ। हामी चाहिँ आयौँ। अनि आएर टक्क दाइहरू सबै रेडी हुँदै हुनुहुन्छ। अब हामी चाहिँ यहाँदेखि हामी चर्च जान आँटेका छौँ होइन। यहाँ सबै रेडी हुँदै हुनुहुन्छ। हाम्रो दाइ सबैजना रेडी भइराख्नु भएको छ। अब हामी यहाँदेखि चर्चमा जानेछौँ। प्रोग्राम चाहिँ चर्चमा छ। यहाँ हामी हुनेवाला हाम्रो भाउजूको घरमा आयौँ। अब चर्चमा जान्छौँ अनि हाम्रो प्रोग्रामहरू छ गाइज। मालिकप्रति चाहिँ वफादारी, यो अब्राहमका नोकरले आफ्नो मालिकप्रति चाहिँ वफादारी नथिएन। परमेश्वरप्रति अहिले चाहिँ हाम्रो सबै प्रोग्राम सकिसकेको छ। अनि हामी चाहिँ अहिले खानाको लाइनमा छौँ। मेरो पछाडि चाचा दाइ हुनुहुन्छ, देखाउँदै हुनुहुन्छ हामीलाई कलाकारलाई हाम्रो लाइनमा है। सो गाइज आज हामी चाहिँ टक्क यता दाइको इन्गेजमेन्टमा आएको थिएँ म अनि दाइहरूसँग टक्क आएको थिएँ। अब हाम्रो इन्गेजमेन्ट खाइसक्यो होइन, सबै कुराहरू भइसक्यो। दाइको इन्गेजमेन्ट पनि भयो, फोटो सेसनहरू पनि भयो, फोटोसुटहरू पनि हान्यो होइन, सबै कुराहरू भयो। अनि अब चाहिँ घरतिर टक्क घर जानुपर्ने हुन्छ। अनि हामी भनेपछि भाइ चाहिँ क्यामेरा बिर्सेकोले क्यामेरा लिनुभयो। अनि म चाहिँ अब यता हिँड्दैछु, रोडतिर निस्किँदैछु। अब दाजुभाइ टक्क एक दुईवटा फोटो खिच्ने, एकछिन गफ गर्ने होइन। त्यो भएको कारणले गर्दाखेरि त्यस्तो छ है गाइजहरू। अब के गर्न सकिन्छ होइन। अब हजुरहरू सबै आरामै हुनुहुन्छ होला। आजको दिन चाहिँ अब यत्तिकै गयो। अब आजको दिन चाहिँ अब ट्याक्क खानु पनि सानो खाइएन, धेरै खायो, थपी खायो। पेट अस्तो भयो, पेट चाहिँ कस्तो भयो। त्यो भएको कारणले गर्दा अब रोडमा निस्किने हो। अब माथि जानुपर्ने छ। माथि गएर बाइक
बाइक लिएर लुगा लाएर आउनुपर्ने हुन्छ होइन। मौसम पनि दामी छ, ठिक्क छ सबै कुराहरू।